छोटो क्लिपमा भयो भने स्वागत छ। धेरै दुःख लागिरहेको छ। मैले फोटो तपाईँलाई फेरि दिएको फोटोहरू छ यो बनाएको थिएँ बस त्यो डिलिट भयो। मैले अगाडि चोर खोला निरको एक्सटेन्ट आउँदै बाटो बचेको छ। त्यसले गर्दा चोर खोला अगाडि त्यो र एउटा इभी गाडी एक्सटेन्ट भएको थियो। रङ साइडमा गएर चाहिँ यो टर्निङ गर्दाखेरि दुर्घटना भएको थियो। विशेष गरेर गुरुजीहरू कोही हुनुहुन्छ बाइक चालक हुनुहुन्छ भने तपाईँहरू कोही साधनहरू चलाउँदाखेरि टर्निङहरूमा बरु एकछिन पर्खेर भए पनि गाडीको पछि टर्निङहरू कटिसकेपछि आम्ने सामने वारीदेखि बारीसम्म गाडीहरू नदेखिँदासम्म आफू सुरक्षित ओभरटेक गर्न सक्छु नलाग्दासम्म ओभरटेक नगर्नु होला भन्न चाहे। मैले पनि धेरै कुराहरू सिकेको छु। कहिले नै हुन्छ कारणवश देखिन जान्छ तर पनि एकदमै गर्नुपर्ने हुन्छ। टर्निङहरूमा एक्सिडेन्ट हुने गर्दछ। प्रायः बिहानको बेला चाहिँ अलिकति आफू जस्तो हुन्छ कुनै बेला हतार गर्नु दिइहाल्छ आएको होला जस्तो लाग्छ। तर उताबाट बाइक चाहिँ आएको गाडी चाहिँ आयो र उसले ब्रेक हान्न भ्याएन या आफूले पनि भ्याइएन भने एक्सटेन्सन हुन्छ त्यो अगाडितिर छुट्याएको थियो। अनि त्यहाँ पुलिसहरू भएको कारणले गर्दा अलिक फुल भिडियो मैले बनाउनु पाएन। त्यो छोटो भिडियो पनि तपाईँको त्यहाँ पुलिसले गाडीमा मलाई रोकाएर उतातिरबाट अर्कोतिरबाट गाडीहरूलाई पास गराइरहेको थियो। अनि त्यसले गर्दा त्यो सुरक्षित हुनेलाई सकिन गर्दै गर्नुलाई टोली चोटि गर्छ त्यही भन्न चाहे पानी राख्छ ख्याल गर्नलाई भन्दै यो भिडियोलाई अन्तिम गर्न चाहे। धन्यवाद हेर्दै गर्नलाई म नयाँ हुन्छ भने लाइक सब्सक्राइब सेयर अनि बेल आइकनको बटन टिप्न नबिर्सनु। हवस्, धन्यवाद।